टिकटक स्क्रल गरेको मैले सेलरोटीको भिडियो देखिहालेँ अनि त्यसपछिबाट मलाई धेरै नै खानु मन लाग्यो। धेरै टाइम भएको थियो नखाएको, दसैँपछि यहाँ बनाउन त्यत्तिकै हुन्छ, टाइम पनि हुँदैन। अनि अब के गर्ने भन्दा मैले त्यो भिडियो मेरो जेठानी दिदीलाई सेन्ड गरेँ अनि उहाँले भन्नुभयो खाने हो त भन्नुभयो। ल ठिक छ खाऊ न त भोलि भनेर अनि चामल भिजाउनु भएछ दिदीले। अनि बिहान उठेर त्यो चामल मिक्सरमा ग्राइन्ड गरियो अनि घिउ सेउ तताएर बटर तताएर मजाले अनि त्यो पिठोमा हालेर सिम्पली खासै केही पनि त्यस्तो युज गरिएन, नर्मल घरको कुरा जस्तै पिठो ग्राइन्ड गर्दा चाहिँ दुध काँचो दुध मिक्स गरेर ग्राइन्ड गरेको थियो। अनि त्यसपछि लङ सुकमेलको धुलो अनि थोरै सोडा अनि चिनी यताउति गरेर दिदीले म्यास गर्नुभयो। अनि त्यसपछि मैले अब अचार बनाउँछु, मटर आलुको अचार, काँक्रोको अचार बनाउँछु। अनि त्यसपछि अलिकति झोलवाला सब्जी बनाऊ न त भनेर अचार चाहिँ रेडी भयो। पिठो चाहिँ दिदीले रेडी गरिसक्नु भएको थियो, अब चाहिँ पकाउन बाँकी थियो। पकाउनलाई चाहिँ बाहिरै गएर पकाउँदा ठिक हुन्छ, भित्र अलिकति धुवा हुनसक्छ, फेरि फायर अलार्म बज्छ भनेर हामीले बाहिरै लगेर चुलो लगाएर अनि हाल्न सुरु गर्नुभयो। हाल्दा चाहिँ यो बोतल काटेर हाल्दा अलिक सजिलो पनि हुन्छ भनेर। अनि हामीसँग खासै यो चलन कुरा पनि थिएन, केही प्रिपरेसनै थिएन, जस्ट बेलुका सम्झेर बिहान चाहिँ सेल पकाउनु भनेर अनि लागु परेको। अनि त्यसपछि चपस्टिकले चलाउँदै अनि बोतलमा यसरी मिठो हालेर अनि खानको इच्छा रगत पुरा बनाएर मात्र बनाएको थियो। एकदम मिठो भएको थियो सेलरोटी चाहिँ। दिदीले हाल्न स्टार्ट गर्नुभयो अनि त्यसपछि हाम्रोमा प्रज्वल सर पनि बस्नुहुन्छ अनि उहाँले भन्नुभयो कि म पनि एकचोटि ट्राई गर्छु, मैले बनाउँदा चाहिँ अलिक बाँकी हुँदैन कि भन्ने कुरा आयो। अनि त्यसपछि दाइले बनाउन स्टार्ट गर्नुभयो अनि उहाँलाई आउँदो रहेछ, राम्रोसँग ट्राई गर्नुभयो हाल्छु भनेर। अनि लतनी भनेर हामीले दिएको दाइलाई अनि यसरी ठिक छ, जस्तो टेस्ट निकाल्ने हो त्यस्तै निस्किन्छ। पहिलो रोटी भएर होला त्यस्तो भएको, तर पछि चाहिँ एकदमै राम्रो हुँदै आयो रोटी। अनि दाइले बनाउनु भएको पनि राउन्ड सेपमा आइपुग्यो। ल अब चाहिँ एकदम पर्फेक्ट भयो, सबै राउन्ड राउन्ड बनाउनु भयो दाइले। अनि सबैजनाले बनायो, एकछिन दाइले बनाउनु भयो, निसादीले बनाउनु भयो, फेरि ठुलो दाइले बनाउनु भयो, सबैजनाले बनाउनु भयो। मैले चाहिँ ट्राई गरिनँ है, किन भन्दा मलाई पनि हातले आउँदैन, मैले पनि बोतलबाट ट्राई गर्ने हो। अनि त्यही भएर मलाई थाहा थियो मैले बनाएको पनि त्यस्तै नै हुन्छ भनेर। सो सबैजनाले हात हाल्नु भन्दा भनेर मैले ट्राई गरिनँ। आफूले आफ्नो घरको तारिफ गरे जस्तो हुन्छ, तर हाम्रो घरमा चाहिँ सबैजना एकदमै एक्टिभ हुनुहुन्छ कुकिङ गर्नको लागि चाहिँ। जस्तै गेस्टहरू आउँदा, केही गेट टुगेदर हुँदाखेरि, ग्यादरिङ गर्दा, किनभने नहोस् हामी बाहिरबाट खासै अर्डर गर्दैनौँ र हामी पनि बाहिर गएर खाँदैनौँ, किनभने अब हामीलाई ह्याबिटै भइसक्यो घरमा हामी जे भने पनि हामी आफै बनाउँछौँ। अब सबैजनाले हेल्दी आइहाल्छ र घरको मिठो पनि हुन्छ, हेल्दी पनि हुन्छ र यसरी बनाउँदा सबै रमाइलो पनि हुन्छ, हाँसी खुसी मिलेर। ल प्लेटिङ पनि भइसक्यो, अचार, सेलरोटी र चना आलुको झोलवाला सब्जी। अनि त्यसपछि सबैजना मिलेर अब हामी खाँदैछौँ। एकदमै मिठो भएको थियो, क्रन्ची। अनि मैले भने जस्तै यतिकैमा मेरो बुढोले DJI Osmo Pocket 4 अर्डर गर्नुभएको थियो, त्यो पनि आइपुग्यो। अनि यहाँ मेरो बुढोले चाहिँ अनबक्सिङ गर्दै हुनुहुन्छ, उहाँ चाहिँ एकदमै एक्साइटेड हुनुहुन्थ्यो यसलाई लिएर चाहिँ। 1 महिनादेखि हेरिरहनु भएको थियो, फाइनली यसले अर्डर गर्नुभयो, आइपुग्यो, एकदमै खुसी हुनुहुन्छ। अनि आजको दिन यसैले रमाइलोसँग बित्यो, सेलरोटी पनि खायो अनि DJI Osmo Pocket 4 पनि आयो अनि दिन एकदम रमाइलोसँग बित्यो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि सेलरोटीमा के कमजोरी भएको थियो प्लिज सजेस्ट गर्नुहोला। बाई बाई, ह्याभ अ गुड डे।